आज 2082 साल कार्तिक महिनाको 15 गते शनिबार हरिबोधनी एकादशीको बारेमा म केही कुराहरू बोल्न गइरहेको छु। सनातन हिन्दू धर्म संस्कृतिको तुलसीको बोटको विशिष्ट स्थान छ। ग्रन्थहरूमा उल्लेख भएअनुसार तुलसीलाई भगवान विष्णुको अंश मानिएको छ। यस बिरुवालाई विभिन्न औषधिको रूपमा पनि प्रयोग गर्ने चलन छ। तुलसीको उपस्थिति बिना कुनै पनि धार्मिक कार्यहरू पूर्ण मानिँदैन र भगवानलाई अर्पण गरेको नैवेद्य, फल वा प्रसाद पनि पूर्ण हुँदैन भनेर शास्त्रमा भनिएको छ। र यादृष्टा निखिला घसङ्ग समनि स्फुटिता वपु पावनी रोगाणामन्दिबन्दिता निरसनी सिक्तान्त कर्मंसिनी प्रत्याशक्ति विदायिनी भगवत कृष्णस्य संरोपिता न्यस्ता तच्चरणे विमुक्ति फलदातस्यैतः। तुलसीको दर्शन मात्रै गर्नाले पनि सारा पाप नष्ट हुन्छन्। स्पर्श गरेपछि शरीरलाई पवित्र बनाइदिन्छन् र प्रणाम मात्रै गर्नाले पनि रोग निवारण हुन्छ। तुलसी रोप्नाले त झनै भगवान श्रीकृष्णको नजिक भइन्छ। भगवानको चरणमा तुलसी मञ्जरी अर्पण गर्नाले त मोक्षरूपी फल नै प्राप्त हुन्छ। यस बिरुवालाई घरको अगाडि वा उच्च भागमा विशेष स्थानमा राखिन्छ। तुलसीलाई ज्येष्ठ शुक्ल पक्षमा पर्ने निर्जला एकादशीको दिनमा बीजारोपण गर्नुपर्दछ र आकाश शुक्ल पक्षमा पर्ने हरिशयनी एकादशीको दिनमा मठमा महिरो जसलाई भनिन्छ रोपी मल जल गोड मेल सबै हुर्काई कार्तिकमा शुक्ल पक्षमा पर्ने हरिबोधनी एकादशीको दिन विधिपूर्वक पूजा आजा गरेर विवाह गरिदिनुपर्ने कुराहरू शास्त्रमा उल्लेख गरिएको छ। र आफ्ना मातापिता नहुनेहरूले मरण तिथि, ग्रहण, औँसी, पितृ औँसी, विशेष एकादशी, सोह्र श्राद्ध जस्ता दिनहरूमा तुलसीको बोट वा महिरोको नजिकमा बसेर विधिपूर्वक आफ्ना पितृहरूको नाम मात्रै स्मरण गरी गीता, पितृसुत, तुलसी स्तोत्र जस्ता पाठ गरी ब्राह्मण र कन्यालाई टीका दक्षिणा दिई दण्डवत गरी सिधा फल दूध भोजन गराउनाले पितृहरूले मुक्ति पाई आशीर्वाद प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ। तुलसी पत्र, मञ्जरी र तीर्थको जल कहिले पनि बासी हुँदैनन्। त्यसो भएको हुनाले गङ्गा जलबाट ल्याएको जललाई गङ्गा स्नान गरेर आउँदाखेरि गङ्गा जल भनेर ल्याएर मानिसहरूले मठको अगाडि राख्ने गर्दछन् र आफ्ना शुभ कार्यहरू गर्दाखेरि त्यही जललाई गङ्गा जल भनेर अन्य जलहरूमा मिसाएर पनि यसको प्रयोग गर्ने गरिन्छ। वर्ज्यं पर्युषितं पुष्पं वर्ज्यं पर्युषितं जलं न वर्ज्यं तुलसी पत्रं न वर्ज्यं जाभनी बलम। यस बोटलाई जुनसुकै समयमा पनि छुनु हुँदैन। जस्तै स्त्री रजस्वला भएको 5 दिनसम्म, सूर्यास्त, सुतक र मरणको समयमा। यसका पत्र र बीज निकाल्ने टिप्ने पनि समय, बार, तिथि र मन्त्रहरू हुन्छन्। आइतबार, मङ्गलबार र शुक्रबार, द्वादशी, औँसी, पूर्णिमा, सङ्क्रान्तिमा तुलसी पत्र टिप्नु हुँदैन। तर भुइँमा खसेको पत्र भने लिन सकिन्छ। तसर्थ यी दिन बाहेक अन्य समयमा तुलसी पत्र तलबाट माथितर्फ एकैसाथ मञ्जरीसहित टिपेर फुल समयको लागि राख्नु र पूजा समयको लागि राख्नु उत्तम हुन्छ। भगवान विष्णुको सबभन्दा मनपर्ने फुल तुलसी मञ्जरी हो। यसलाई निर्णय सिन्धुमा यसरी भनिएको छ: वैधृतौ च व्यतिपाते भौमभार्ग भवानुषु पर्वद्वये च सङ्क्रान्तौ द्वादश्यन् सुतके द्वयो निषिद्धे दिवसे प्राप्ते गृह्णात् गलितं दलं तेनैत पूजना कुर्वीत् न पूजा तुलसी विना।
अनेक सूत्रावलीमा बताइएअनुसार यदि शालिग्राम पूजाको लागि तुलसी छैनन् भने वर्जित गरिएका तिथिमा पनि तुलसी पत्र टिप्दा दोष छैन। त्यसैले शालिग्राम, तुलसी पत्र र शङ्ख एकैसाथ राख्नु अनिवार्य हुन्छ। फोहोर हात बिना स्नान र जुत्ता लगाएर पनि तुलसी पत्र टिप्नु हुँदैन। तुलसी पत्र टिप्दाखेरि केही मन्त्रहरू उच्चारण गर्नुपर्दछ, जसलाई यस प्रकार व्यक्त गर्न सकिन्छ। तुलस्य मृतजन्मासि सदा त्वं केशवा प्रिया चिनोषि केशवस्यार्थे वरदा भव शोभने त्वदङ्ग सम्भवै पत्रै पूजयामि यथा हरिं तथा कुरु पवित्राणि कलौमल विनाशिनी। चतुर्मासभरि तुलसी पूजन गर्दा पनि भन्ने मन्त्रहरू छन्। वृन्दा वृन्दावनी विश्व पूजिता विश्व पावनी पुष्प सारा नन्दिनी च तुलसी कृष्ण जीवनी एकान्त माष्टक चैव तोत्र नामार्थनुक्तमम्। र तुलसी दर्शन गर्दाखेरि भन्ने मन्त्रको रूपमा प्रसीद मम देवेशी कृपया परया सदा अभीष्टफल सिद्धार्थ कुरु मे माधव प्रिय। र यसरी तुलसीलाई प्रमाण गर्दाखेरि वृन्दायै तुलस्यै देव्यै प्रियायै केशवेश च विष्णु भक्ति परदे देवी सत्वत्यै नमो नम। र तुलसीलाई पनि फेरि परिक्रमा गर्दाखेरि यानि कानि च पानी च ब्रह्महत्या आदिकानि च तानि तानि प्रणश्यन्ति प्रदक्षिणा पदे पदे। र तुलसीको गायत्री भन्दाखेरि तुलस्यै च विद्महे विष्णुप्रियायै च धीमहि तन्नो वृन्दा परतो जयेत्। यसरी तुलसीको स्तोत्र पाठ गर्न सकिन्छ।